आज हामी एउटा नयाँ टपिकमा कुरा गर्नेछौँ। टपिक रहेको छ हामीले किन येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ। क्रिस्चियन हुनु धर्म परिवर्तन गर्नु भनेको होइन, यो त हामीले येशू ख्रीष्टसँग आफ्नो जीवन जिउनु हो। येशू ख्रीष्टद्वारा हामीले हाम्रो परमेश्वरको प्रेम, क्षमा, दया, अनुग्रहको अनुभव गर्छौँ। हाम्रो विगतका दिनहरू जस्तो भए पनि उहाँको पवित्र वचन जुन प्रेम, दया र क्षमाको विषयमा आधारित छ, त्यो वचनले हामीलाई हाम्रो जीवन असल तरिकाले जिउन सिकाउँछ र यो संघर्षको संसारमा परमेश्वरको त्यो वचनले हामीमा नयाँ आशा लिएर आउँछ र हामीलाई यो बताउँछ हामी एक्लै छैनौँ। येशूमा जीवन जिउनु भनेको अरूको सेवा गर्नु हो, गरिबी, बिरामी, कमजोरी अवस्थामा परेकाहरूको सहयोग गर्नु हो। परमेश्वरको वचनले हामीलाई हाम्रो छिमेकीलाई प्रेम गर्नु, क्षमा गर्नु र जस्तो सुकै कठिनाइमा पनि खुसी हुन सिकाउँछ। र अन्तिममा परमेश्वरले हामीलाई अनन्त जीवनको वचन दिनुहुन्छ, जहाँ हामी साँचो शान्ति र परमेश्वरसँगको गहिरो सम्बन्धलाई अनुभव गर्छौँ। भिडियोलाई यहाँसम्म हेर्नु भएकोमा धन्यवाद। लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला।